ल हाम्रो अब चाहिँ अब होइन योचोटि अब धेरै ग्याप गरेर 2-4 दिनको ग्याप गरेपछिबाट चाहिँ शिवम भाइ फेरि आउनुभएको छ होइन। शिवम भाइलाई चाहिँ आज डाँगाको मासु यताउति सबै मिलाएर बिरयानी टाइपको बनाएर दिइरहेछौँ। भाइले चाहिँ अब दाइलाई पनि बोलाउँछु भन्थ्यो, हामीले मानेनौँ। अब आज भाइले कति टाइममा कति के गरेर खानुहुन्छ, हामी अब फास्ट कस्तो गर्दै खानुहुन्छ, कति समयमा खानुहुन्छ हेरौँ। भाइ पनि अलि बाहिर योगातिर अलिकति फिटनेसतिर लागिरहेछ भन्ने कुरा सुने भएर हामीले भाइलाई के नबोलाएको। उमेर हेर्दा 7 वर्ष हो, त्यही पनि जिउ ज्यान चाहिँ तपाईँको हट्टाकट्टा देखिन्छ फेरि यो भाइ चाहिँ फेरि। त्यही भएर अब उसले खुवाइलाई पनि कन्ट्रोल गरेर अलिकति च्यानललाई चाहिँ अब कसरी अगाडि बढाउनु पर्छ, के गर्नुपर्छ भन्ने कुरा मोटिभेसन गरेर नै ऊ अगाडि बढ्ने भन्ने कुरा भइरहेछ। ठिकै छ, अहिलेसम्म साथ दिनुभएको सबैजना हाम्रो सब्सक्राइबरहरूलाई धेरै धेरै धन्यवाद है त।